रेफरेन्सेसहरू कहाँबाट लिनुभयो, त्यो ठाउँलाई डिपिक्ट गर्नलाई आइडियाजहरू कस्तो कस्तो आयो सुरुमा? आइम प्रिटी स्योर कि धेरै कुरा दिमागमा त खेल्यो होला, जस्टिफाई गर्नु पऱ्यो नि त त्यो सिनारीहरू। सो त्यो प्रोसेस कस्तो थियो तपाईँको र के कुरा चाहिँ आज रेफरेन्स लिनुभयो? म चाहिँ अहिले पनि भन्छु आइम नट लाइक फुल्ली सेटिस्फाइड होइन। ओके बिकज इफ आई ह्याड माई वे अझै धेरै कुरो राम्रो हुन्थ्यो जस्तो लाग्छ मलाई। तर यस्तो छ, जुन प्रकारले हामीले स्टार्ट गरेको थियो 2020मा, वी ह्याड सेट अप द अफिस एन्ड एभ्रिथिङ टु स्टार्ट दिस प्रोजेक्ट है, एन्ड कोभिड स्टार्टेड एन्ड त्यस पछाडि कोभिड सुरु हुने बित्तिकै वी वर टेन्स्ड, वी डिडन्ट नो कहिले यसको फेरि अब खोल्छ के हो भन्ने। नाउ द होल थिङ वाज टप्सी टपी भइरहेको थियो, अनि त्यस बेला फेरि ब्याकआउट पनि गर्नु थाल्यो फाइनेन्सेसहरूले। सो मोस्ट अफ द टाइम वी वर इन्गेज्ड इन रेजिङ फन्ड्स अर ट्राइङ टु, एन्ड इट वाज क्वाइट अनसर्टेन हुन्छ नि कस्तो भइरहेको छ। अनि प्लस द मन्थली एक्सपेन्सेस इज गोइङ अन एन्ड अन एन्ड अन होइन, अफिसको सबै कुरोको, एन्ड अन टप अफ द्याट त्यसरी ब्याकआउट गर्दा त झनै टेन्सन भइरहेको थियो। एन्ड फेरि टिमहरू पनि त लुज आउट हुँदै गयो नि त, बिकज त्यो भइरहेको थियो। सो त्यो हुँदाखेरि चाहिँ सेकेन्ड लकडाउनको स्टार्ट हुनुभन्दा अगाडि एउटा विन्डो खोलिएको थियो, एन्ड द्याट्स वेन सडनली आफ्टर अलमोस्ट इयर लङ पिरियड पछाडि चाहिँ इन्डस्ट्रीमा पनि एक्टिभ हुनु थाल्यो। एभ्रीबडी वान्टेड टु वर्क, एभ्रीबडी निडेड वर्क, मनी एन्ड एभ्रिथिङ हुन्छ नि। सो त्यस्तोमै मलाई आई स्टार्टेड गेटिङ कल्स, आर वी डुइङ जार अर नट भनेर, एन्ड आई वाज नट प्रिपेयर्ड हुन्छ नि। एन्ड गीताञ्जलीको पनि एउटा प्रोजेक्ट थियो दिल्लीमा, सौगातजीको पनि थियो, के गर्ने भन्ने भयो, एन्ड आई ह्याड टु टेक अ कल हुन्छ नि, दिस इज दि चान्स भन्ने। सो आई सेड आइल डु इट भन्ने भयो होइन, जति पनि प्रिपेरेसन भइरहेको थियो। एन्ड टिमहरू पनि हामीले फेरि रिक्रुटहरू गर्नु थाल्यो, वी हार्डली ह्याड एनी टाइम। एन्ड अन टप अफ द्याट हाम्रो चाहिँ इनिसियल प्लान चाहिँ घान्द्रुकमा सुट गर्ने थियो नि त नेपालमा, बट देन यो टेस्टहरू केहरूको कारणले गर्दा बोर्डर इस्युज एन्ड वी माइट बी अब हुन्छ नि स्टक पनि हुनसक्थ्यो नि त केही भइदियो भने होइन। सो वी स्टार्टेड लोकेटिङ फर यस्तै हामीलाई चाहिएको सेटहरू। सो वी फाउन्डेड इन वेस्ट सिक्किम है, रिमोट एरियामा त्यो जुन घरहरू छ, बट दे वर इन अ भेरी ब्याड स्टेट हुन्छ नि, कोही बस्दैन पनि थियो। सो वी डिसाइडेड टु रेनोभेट, रेस्टोरेसन गर्नु थाल्यो। एन्ड अझै एउटा सेट चाहिँ हामीले बिल्ड गरेको थियो जुन ओपनिङमा छ ठुलो घर, वी बिल्ड द्याट। सो हामीले टिमहरू लिएर आयौँ, मुम्बईहरूबाट लिएर आयौँ। एन्ड कस्ट्युममा पनि एकजना भाइ थियो होइन, ही डिडन्ट ह्याभ मच एक्सपिरियन्स इन द मुभी, तर वी टोल्ड हिम कसरी गर्ने। अनि यसमा क्रेडिट चाहिँ नुर्साङ भुटियाको जान्छ, सी इज माई वाइफ टु, एन्ड सी इज ह्यान्डलिङ हुन्छ नि भिएफएक्स एन्ड अल दिस थिङ्स, रिसर्चहरू गर्ने। सो सी डिड अ ग्रेट अमाउन्ट अफ वर्क। उहाँले नेपालतिर पनि कन्ट्याक्ट गर्नुभएछ कतिजना एक्सपर्ट्सहरूलाई इन टर्म्स अफ कस्ट्युम्स, ड्रेस एन्ड लट अफ थिङ्स हुन्छ नि। एन्ड अब हामीले भने जस्तो अब वी बिलोङ टु अ जेनेरेसन हुन्छ नि, जुन चाहिँ त्यस बेलाको जेनेरेसनसँग चाहिँ बल्ल जोडिरहेको र अन्त हुनु आँटेको जस्तो सो वी हेभ दिस रेस्पोन्सिबिलिटी, सुनेको भरमा पढेको भरमा गाइड पनि गर्नुभयो। सो मलाई चाहिँ लाग्छ अल्दो इट हेज कम आउट वेल, मैले चाहेको भए चाहिँ इफ यु कुड ओन्ली डिभोट मोर टाइम टु कस्ट्युम्स अर इभन मोर अब वर्कसप्सहरू दिनु पाएको भए चाहिँ इट वुड हेभ डेफिनेटली मेरो बिग डिफ्रेन्स हुन्छ नि गरेर हामी गर्न सक्थ्यौँ त्यो। बट एज आई टोल्ड यु हामीले चाहिँ विथ दि एक्टर्स, लिड एक्टर्स चाहिँ 18 डेजमा सकेको यो फिल्म। 18 डेजमा सुटिङ सक्नु? या 18 दिनमा सकेको हो। एन्ड 2 डेज चाहिँ विथ द सपोर्टिङ एक्टर्स, त्यो पनि मौका छोपेर, त्यो लकडाउन ह्याड अलरेडी स्टार्टेड होइन। अनि आर्मीहरूबाट पर्मिसनहरू लिएर, एन्ड आई हार्डली डिडन्ट इभन ह्याभ टाइम टु गिभ वर्कसप्स टु माई एक्टर्स। एन्ड वी जस्ट ह्याड 1 डे अफ टेस्ट सुट, त्यही हो रिहर्सल भने वर्कसप भने एन्ड देन वी वर डुइङ मोस्टली ओभर द फोन एन्ड इमेल्स एन्ड त्यो सेयर हार्डवर्क जति पनि एक्टर्सहरूको देख्नुहुन्छ वो उहाँहरूकै मेहनत हो क्या। एन्ड आई एम जस्ट च्यानलिङ थिङ्स।